नमस्कार 안녕하세요 यहाँलाई मेरो युट्युब च्यानलमा स्वागत छ। म कोरियन भाषा प्रशिक्षक मिलन बस्नेत र हामीले चाहिँ कोरियन भाषा अध्ययन गरिरहनुभएका साथीहरूको लागि भनेर विभिन्न भिडियोहरू चाहिँ बनाएर अपलोड गर्दै आइरहेको छौँ। सोही क्रममा आज म तपाईहरुलाई एचआरडी कोरियाले चाहिँ युपिएससी एक्जामको फाइनल एक्जाममा चाहिँ सोध्ने खालको फिनखान भन्ने यानि कि खाली ठाउँ भर्ने खालको प्याटर्नको त्यसमा पनि ग्रामर युज गरेको सेन्टेन्सहरुको अलिअलि दुई चारवटा मैले चाहिँ क्वेशन तयार पारेको छु यहाँहरुको लागि र त्यसमा त्यहीलाई नै आज म यसो हल्का सल्भिङ गर्न गइरहेको छु है त। ल यो क्लासलाई हेरेर केही कुरा सिक्ने बुझ्ने ट्राई गर्नुहोस् अनि कस्तो लाग्यो त्यो पनि पछि सल्लाह सुझाव प्रतिक्रिया छोड्नु होला है त। ल अब जाउँ हामी यो क्वेशनमा है त। जस्तो के छ त हेर्नु त क्वेशनमा जस्तै यहाँ फिन खाने तुरगाल भनेछ। खाली ठाउँमा चाहिँ भित्र जाने खाली ठाउँमा खाजाङ सबभन्दा आल्माजुन उपयुक्त अथवा मिल्ने गसुल कुरा खोरुसिप्सियो छान्नुहोस् भनेछ। अब इल्भनमा के राखिदिएको छ एक नम्बरमा हेर्नु त छे छुइमे नुन मेरो रुचि चाहिँ नाक्सी भनेको फिसिङ माछा मार्ने काम अनि फिसिङ डट खाकुम कहिलेकाहीँ छिन्गुदुलगुवा साथीहरूसँग थुङसान हार भनेको ट्रेकिङ गर्न अथवा पहाड चढ्न हाइकिङ गर्न साने पहाडमा खाम्निदा जान्छु। भने चाहिँ के हुन्छ त हेर्नु त एक नम्बरको अप्सन राखौँ त यहाँ राखिहेरौँ छे छुइमिनु नाक्सी इअस। अब इअस भनेको आस अस लगाएको त्यो भनेको इदा हुनुलाई यो भबलाई आस अस लाउँदाखेरि इअस हुन्छ हैन यसरी लगाएको। अब यो लगाउनलाई हामीले नाउनमा लगाउनु पर्ने हुन्छ। नाउनमा चाहिँ नाउन प्लस इअस भनेर केही कुरा नाउनमा लगाउने हो। जस्तो भिएसटीमा आयो भने आस अस लगाउने हो हामीले हैन। त्यही कुरा तपाईले नाउन आएपछि हो भन्नलाई इदा थपेर अनि इअस बनाउने हो। अथवा यो इअसलाई हामीले सिधै यस पनि लेख्न सक्छौं इअसको यो ठाउँमा है। अर्को फर्मेट भनेको यसमा तपाईले नाउन प्लस रास अथवा इरास भनेर देख्नुहुन्छ। यो पनि एउटै हो। यिनीहरु सबैको अर्थ एउटै हो। जस्तै रास इरासमा चाहिँ के लाउनु परेछ त हेर्नु त एउटा रास छ एउटा इरास भनेपछि यो नाउन चाहिँ तपाईको भवेल एन्डिङमा रहेछ भने यो लाउँछौं हामीले कन्सोनेन्ट रहेछ भने यो लगाउँछौं। भनेपछि सबैको अर्थ एउटै हो। प्राय बोलीचालीमा चाहिँ प्राय यो युज भइरा हुन्छ लेखाइहरुमा यिनीहरु युज भइरा हुन्छ हैन। भने पछाडी यहाँ के भन्न खोज्यो त मेरो रुचि चाहिँ नाक्सी फिशिङ भएर। अब यो हुनुबाट भएर भयो भनेको आशा आशाको काम के हो त कारण जनाउने हो। भनेपछि उसको रुचि चाहिँ फिशिङ भएर कारणले चाहिँ गर्दा ऊ कहिलेकाहीँ साथीहरुसँग हाइकिङ गर्न पहाड जान्छ रे हो त। अब रुचि चाहिँ तपाईको फिशिङ छ अनि त्यो कारणले चाहिँ ऊ ट्रेकिङ जाने कुरा मिल्यो त। भनेपछि एक नम्बर मिलेन। अर्को दुईमा छ इ गीते मुने यो पनि त्यही इदामा हामीले गीते मुने थप्देको। यसको पनि काम के हो त सेमै हो कारण जनाउने। भनेपछि यसमा पनि यही कारण आउने भयो। अब यसको अर्थ चाहिँ भएकोले भन्ने भयो भएकोले। अब मेरो रुचि चाहिँ फिशिङ भएकोले साथीहरुसँग ट्रेकिङ जान्छु रे यो पनि अब कारण जनाउने यसमा मिलेन यो। अर्को 3 मा रहेछ इजिमान। अब यो पनि इदामा जिमान थप्देको दा हटाएर भिएसटीमा। अब यो जिमानले के जनाउँछ त तापनि केही कुराको फरक अर्थ दिन्छ अपोजिट कुरा फरक अर्थहरु। अब इदामा इजिमान बनाएपछि भए तापनि हुने भयो। भनेपछि मेरो रुचि चाहिँ फिशिङ भए तापनि कहिलेकाहीँ साथीहरुसँग ट्रेकिङ गर्न पहाड जान्छु। यो चाहिँ मिल्यो नि त हैन। खासमा रुचि चाहिँ फिशिङ थियो तै पनि के त उ कहिलेकाहीँ साथीहरुसँग जान्छ भन्ने कुरा भयो हाइकिङमा। अब यो लास्टको इनिका पनि त्यो के हो त हाम्रो इदामा निका उनिका भन्ने जोडेको निका उनिकाले नि कारण जनाउने हो। यसले पनि भएकोले भन्ने नै अर्थ हो है त यसरी। अब यहाँ तपाईको नाक्सीको ठाउँमा छे छुइमिनुन थुङसान आगो भए चाहिँ अब तपाईको 1 पनि मिल्थ्यो 3 पनि मिल्थ्यो 4 पनि मिल्थ्यो किनकि सबै के रे 3 अरे सरी 1 2 अनि 4 सबै मिल्थ्यो किनकि यो तीनटै कारण जनाउने हो हैन त। फिशिङ भएकोले के रे थुङसान भएकोले थुङसान गर्न जान्छु। अब यहाँ त फरक कुरा छ त्यही भएर एन्सर
छङ्दा पनि सामान्य निम्ति है त ल बुझिहाल्नुभयो होला अब इभनमा जाउँ 2 नम्बरमा छुक्कु रुल भनेछ फुटबल अनि डट खाली ठाउँ यन्सुबुल मानिए हानुन गसी छुङ्यो हाम्निदा यन्सुब भनेको अभ्यास प्र्याक्टिस होइन अभ्यास चाहिँ धेरै गर्ने कुरा महत्त्वपूर्ण हुन्छ अरे छुङ्यो हाम्निदा महत्त्वपूर्ण हुन्छ अब यसलाई राखौँ है त यहाँ आएर चाहिँ हार भनेर छारा भनेको राम्रो गर्न छारादा राम्रो गर्नु त्यसमा र उ र भनेको गर्न भन्ने अर्थ हुन्छ अब र उ र भन्ने कस्तो ग्रामर हो भन्दा भिएसटी प्लस र अथवा उ र यो लगाउनलाई के हुनु पर्यो त यसले डट न भन्ने अर्थ भयो अब यसको पछाडि के हुन्छ त पछाडि मुभिङ भर्बमा इन्डिङ हुन्छ के मुभिङ भर्बमा इन्डिङ हुनै पर्छ यो एउटा अनिवार्य हो तपाईँको अनि अगाडि नै चाहिँ फेरि त्यही मुभिङ भर्ब जोड्न पाइँदैन अब र उ र लगाउने नि कस्तो हो त भवेल इन्डिङ र ल फाच्छिम भएको भिएसटी रहेछ भने र लाउनु पर्यो जस्तो खादा खार मान्दुल्दा मान्दुल्ल अब उ र लगाउनलाई कन्सोनेन्ट इन्डिङ हो बाहेक ल फाच्छिम भनेको के हो त मगु र सिनु र यसरी अब त्यही कुरा तपाईँले यहीँ अगाडि पछाडि चाहिँ मुभिङ भर्ब हुनै पर्यो रे अब मुभिङ भर्ब भनेको कस्तो हो त खादा जानु ओदा आउनु अनि थानिदा ओरदोर गर्नु होइन यस्तो भर्बहरू अब 1-2वटा इक्जाम्पल भनेको छनुन इरा र होइसाए खायो होइन म चाहिँ काम गर्न कम्पनी जान्छु छनुन सुअबुल थुरु र म चाहिँ कक्षा लिन आगोने थान्यायो इन्स्टिच्युट आउने जाने गर्छु यस्तो यस्तो कुरा हो अनि यहीँनिर अगाडि चाहिँ फेरि तपाईँले खा र ओ र होइन त अनि थानी र यसरी अगाडि नै चाहिँ र उरमा त्यो मुभिङ भर्ब जोड्न पाउँदैनौँ यो एउटा तपाईँले याद गर्नुपर्ने कुरा हो र उ र लगाउन यसको बुझ्नुपर्ने हो अब यसमा के छ त फुटबल खेल्न भन्यो अरे फुटबल खेल्न अभ्यास धेरै गर्ने कुरा महत्त्वपूर्ण हुन्छ अरे अब यो पछाडि त तपाईँको के छ त एक्सन भर्ब के अरे मुभिङ भर्बको कुरा छ त छैन नि त होइन भनेपछि यो मिल्ने कुरै भएन अब अर्को रहेछ छार हार्यामेन भनेर र्यामेन उरेमेन अब भिएसटी प्लस र्यामेन उरेमेनको काम के हो त ने हो भने भन्ने ग्रामर हो यो ने हो भने भनेको यसले के यस्तो गर्ने हो भने यो गर्नुपर्छ होइन पछाडितिर या हादाहरू जस्तो हानगुगे खार्यामेन कोरिया जाने हो भने हानगुग नुङन्यक सिहमे हाप्के खेयादे हो कोरियन भाषा दक्षता परीक्षामा पास हुनुपर्छ होइन यस्तो कुराहरू अथवा हानगुग नुङन्यक सिहमे हाप्के खार्यामेन कोरियन भाषा दक्षता परीक्षामा पास हुने हो भने के त एलसिमी खोङबुआसे हो मेहनत साथ अध्ययन गर्नुहोस् यसरी केही कुरा सजेस्ट गर्छ क्या पछाडि तपाईँलाई यो गर्ने हो भने यो गर्नुहोस् अथवा यो गर्नुपर्छ यो गर्ने कुरा राम्रो हुन्छ जस्तो नुनगे छुवायो होइन त सेउ सेउ अनि तपाईँको याथोइदाहरू है यस्तो कुराहरू अनि मेनुमेन थोयो इगा फिर्यो नुनगसी छुङ्यो यसरी पछाडि चाहिँ तपाईँको के लगाइदिन्छ त उसले सजेसनहरू दिन्छ क्या यो गर्ने हो भने यस्तो गर्नुहोस् भनेर यसमा के छ त हेर्नु त अब यसमा यहाँ लगाउँदा के हुन्छ है फुटबल चाहिँ राम्रो गर्ने हो भने अथवा राम्रो खेल्ने हो भने अभ्यास चाहिँ धेरै गर्ने कुरा महत्त्वपूर्ण हुन्छ अरे हो यसले सजेस्ट गर्यो नि त अभ्यास धेरै गर्नुपर्छ प्र्याक्टिस हो भनेपछि यो मिल्ने कुरा यही हुन्छ यो सेन्टेन्समा अब छारामेन भनेर राम्रो गर्यो भने भनेर यसले कन्डिसन जनाउँछ यस्तो भयो भने फुटबल चाहिँ राम्रो खेल्यो भने अभ्यास धेरै गर्ने कुरा महत्त्वपूर्ण हुन्छ यो त मिलेन है अनि यहाँ हाजिमान जिमानले त अघि नै आइसक्यो यहाँ तापनि भनेर पछाडि र अगाडिको कुराहरू फरक आउँदाखेरि जिमान लगाउने भनेको फुटबल राम्रो खेले तापनि अभ्यास राम्रो के अरे धेरै गर्ने कुरा महत्त्वपूर्ण हुन्छ भन्न त मिलेन भनेपछि एन्सर के हो त है छङ्दा पनि इभर निम्ति है त ल अब तलतिर जाउँ ल ल सामानमा के रहेछ हेर्नु त आछिमे हागोने बिहान चाहिँ इन्स्टिच्युट डट हसु छङ्न्यु जाँगे खासुम्निदा बस स्टपमा गएँ अरे
अब खा र अघि नै आइसक्यो यो रौरको जान रौर पछाडि के हुन्छ अरे पछाडि मुभिङ भब हुन्छै हुन्छ अरे हुनै पर्यो अनि फेरि त्यही रौरैमै अगाडि चाहिँ मुभिङ भब जोड्न पाइँदैन भन्यो भने चाहिँ सिधै यो त हुँदैन भन्ने नै आइसक्यो होइन त अब अर्को अब यसलाई बुझ्दा त हेर्नु त के अरे बिहान इन्स्टिच्युट जान बस स्टप गएँ ठ्याक्क मिल्ने त छ नि नेपालीमा त जान तर के हुन्थ्यो त यहाँ मुभिङ भबमै चाहिँ यो खाँदा ओदा थानिरहरूमा यो र जोड्न पाइएन त्यही भएर मिलेन त्यो केसमा हामीले कुन लगाउँछौँ त यो रेगोवाला हेर्नु त बिहान चाहिँ इन्स्टिच्युट जाने विचारले अब यो रेगो अथवा उरेगो भनेको ने विचारले भन्ने हो के हो त यो ने विचारले भिएसटी प्लस रेगो अथवा उरेगो ने विचारले अब रेगो र उरेगो लगाउने भनेको त हामीलाई थाहा छ भिएसटी भवेल इन्डिङ र ल फाच्छिम छ भने रेगो नत्र के त भिएसटी चाहिँ कन्सोनेन्ट इन्डिङमा छ बाहेक ल फाच्छिम भनेको खादा खर्यगो मान्दुल्दा मान्दुल्यगो अनि अरू मक्ता सिन्दाहरू मगुर्यगो सिनुर्यगो यसरी है त भन्छ यहाँ के भयो त हेर्नु त बिहान चाहिँ इन्स्टिच्युट जाने विचारले बस स्टप गएँ यो ठ्याक्क मिल्यो नि त होइन किनकि पछाडि यहाँ मुभिङ भब भए पनि अगाडि पनि मुभिङ भब जोड्न पाउने ग्रामर भनेको यो रेगो उरेगो है अब यहाँ मेन वुमेनले के जनाउँछ त भन्दा कन्डिसन जनाउँछ शर्त जस्तो बिहान चाहिँ इन्स्टिच्युट गयो भने बस स्टप जान्छु गएँ यो त मिल्ने कुरै भने ग्रामेटिकली होइन जस्तो मेन वुमेनको त कस्तो खालको सेन्टेन्स हुन्छ त हानकुके खाम्योन थोनुल मानी फरयो कोरिया गएँ भने पैसा धेरै कमाउँछु होइन त छिन्कुरोल मान्ना म्यान खाच्छी कफी रोल मास्यो साथी भेटेँ भने सँगै कफी पिउँछु यसरी खिबुनी छो म्यान छुमुल छोयो के त मुड चाहिँ राम्रो भयो नि नाच्छु होइन त यस्तो यस्तो कुराहरू जस्तो नाल्सीका छौ म्यान यहाँ मुल खायो होइन त मौसम चाहिँ राम्रो भयो भने भ्रमण जान्छु यस्तो यस्तो कन्डिसन जनाउनु यो कन्डिसन यहाँ राख्ने मिलेन मेन उमेन अर्को रियमेन उरेमेन उरेमेन अघि नै हामीले व्याख्या गरिसक्यौँ ने हो भन्ने ग्रामर यसको पछाडि केही तपाईँको सजेसनहरू यस्तो कुराहरू आउँछ अब यसमा मिल्ने कुरो हुँदैन यसलाई राख्दाखेरि भनेपछि अघि नै आइसक्यो मिल्ने कुरो छङ्दा पनि इभन मिल्दैन है त ल अब साबनमा जाउँ यसमा के रहेछ हेर्नु त खुल्लजा दुरुन अब श्रमिकहरू कामदारहरू चाहिँ वैसा कम्पनी अनि डट इरानुन सारा मिच्चा नै हो अरे काम गर्ने मान्छे हो नि भनेको रहेछ ल मान्छे श्रमिकहरू चाहिँ कम्पनी अनि डट काम गर्ने मान्छे अब यहाँ हेर्नु एक नम्बर एफिए छ यो भनेको केहीको तुलना गर्ने कम्पेरिजन है को तुलनामा भनेर यसरी अब श्रमिकहरू चाहिँ कम्पनीको तुलनामा काम गर्ने मान्छे हो अरे यो त मिल्ने कुरै भएन यो तुलनाको जस्तो सेन्टेन्सहरू भनेको यो नाउन प्लस एफिए छ जस्तो खुसाराम हुन् नाइ एफिए छ आज छल्म भयो त्यो मान्छे चाहिँ के त उमेरको तुलनामा ज्यादै यङ देखिन्छ होइन छनुन इल्बुन एफिए छ हान्कुघरु छारे हो म चाहिँ के त जापानिज ल्याङ्ग्वेजको तुलनामा कोरियन ल्याङ्ग्वेज चाहिँ राम्रो गर्छु यस्तो यस्तो तुलनामा कम्पेरिजनमा लाग्ने कुरा हो जस्तो छनुन छारुल फिएस के छाए फिएस कफिरुल मानी मासे हो म चाहिँ के त चियाको तुलनामा कफी धेरै पिउँछु अब यस्तो वाला सेन्टेन्सहरूमा युज गर्ने ग्रामर हो अब यसमा मिल्ने कुरो भएन है त अब अर्को 2 नम्बरमा आयो रो इन्हेस भनेर अब यसको ग्रामर यसको अर्थ भनेको को कारणले भन्ने जस्तो हो के है रो अथवा उरो इनेछ भन्ने हो अब यो भवेल इन्डिङ र ल फाच्छिम रहेछ भने उरो लाग्ने भयो नाउन चाहिँ भवेल इन्डिङ र ल फाच्छिम हुँदा होइन अब उरो भनेको कन्सोनेन्ट इन्डिङमा लाग्ने कुरा भयो जस्तो यो चाहिँ केहीको कारणले भन्ने कुरा हो के जस्तो के भन्न सक्यो त छन्जेङ उरो उने के अरे इनेछ लडाइँको कारणले चाहिँ अब मानुन खाचोक दूरी सरो एक आपसमा चाहिँ हेजस छुटिए होइन त यसरी तपाईँको केहीको कारणले जनाउने कुरा हो जस्तो इन्टरनेट सुरु हिनेछ इन्टरनेटको कारणले चाहिँ सेङ्वारी फेनेजेस
जीवनयापन चाहिँ तपाईँको सहज हुँदै गयो। यस्तो यस्तो कुराहरूमा लगाउने ग्रामर हो यो कारण जनाउने। अब कम्पनीको कारणले काम गर्ने मान्छे भन्ने त यो मिल्ने कुरै भएन, यो मिलेन है त। अब यहाँ रुल उएस राखिदिएको रहेछ। अब यो भनेको को लागि भन्ने ग्रामर हो। नाउन प्लस रुल उल उएस, रुल उल उएस है त। को लागि यहाँ हेर्नु त। अब यहाँ नाउन तपाईँको रुल भनेको केमा लाग्ने हो त, भवेल इन्डिङमा कन्सोनेन्ट इन्डिङमा उल लाग्ने हो। अब यहाँ के छ हेर्नु त, श्रमिकहरू चाहिँ कम्पनी राख्यो भने, अब यहाँ रुल उएस राख्यो भने के अर्थ हुन्छ त, श्रमिकहरू चाहिँ कम्पनीको लागि काम गर्ने मान्छे हो भनेको रहेछ। ल मान्छे हो नि त, मान्छे भएकोले हो जान आयो होइन त। यो चाहिँ मिल्ने भयो नि त, कम्पनीको लागि काम गर्ने मान्छे। अब पछाडिको गी उएस, यहाँ पनि तपाईँलाई उएस नै दिएको छ, तर यो गी चाहिँ केमा लाग्ने हो त, यी भिएसटीमा लाग्ने हो, भबमा, भब स्टिममा होइन त। अब यहाँ त तपाईँको नाउन हो, वैसा कम्पनी त तपाईँको भब होइन। नाउनमा त उल रुल उएस हाल्नु पऱ्यो। भिएसटी भनेको गी उएस लाउने। जस्तो के त, जस्तो थनोल फल्की उएस हानकुके खायो, पैसा चाहिँ कमाउनको लागि कोरिया जान्छु, यसरी भब छ भने चाहिँ हामीले गी उएस लगाउने हो है त। भन्छ यो मिलेन अप्सन। अप्सन अघि नै आइसक्यो, छङ्दा पनि साम्ब निम्ति त है। अब 5 मा जाउँ है। ओभनमा के रहेछ हेर्नु त, यरुम छरे नाल्सीगा। यरुम भनेको समर भयो, छल भनेको सिजन हो। भनेपछि समरको सिजनमा चाहिँ नाल्सी मौसम वेदर चाहिँ डट डट, अनि यालको खिनफाल वसुल छुन्बिए नौछ्यो अरे। अब यो याल्ता भनेको के हो त, पातलो हुनु हो होइन त, पातलो थिन हुनु। अब फेरि मान्छे पातलो हुनु स्लिम हुनुवाला होइन कि, कपडाहरू केही पातलो हुनु भन्ने अर्थ हो यो। अनि यहाँ छ के छ, खिनफाल भनेको चाहिँ अब यो लामो बाउला भएको भन्न खोज्यो। यो लामो खिल्दाबाट खिनायो लामो, फालले चाहिँ तपाईँको यो अब हाततिर लाउने बाउला भएको भन्ने अर्थमा। भनेपछि लामो बाउला भएको कपडा चाहिँ छुनबिहे नौस्यो, तयारी गरिराख्नुहोस् अरे। अब यहाँ एउटा ग्रामर के आइदिएको छ त, भिएसटी प्लस आय अनि नौस्यो भन्ने राखिदिएको रहेछ। नोत्थालाई नौस्यो होइन, भनेको केही कुरा यी राख्नुहोस् भन्ने हो होइन, यी राख्नुहोस् भन्ने अर्थ भयो यहाँ। छुनबी आधा तयार गर्नु, छुनबिहे नौस्यो तयारी गरिराख्नुहोस्। अब यसमा कुन लाग्दा ठिक होला हेर्नु है त। ल अप्सन 1 ले भन्यो थवस, गर्मी भएर अरे। समर सिजनमा चाहिँ मौसम गर्मी भएर पातलो र के त लामो बाउला भएको कपडा तयार गरिराख्नुहोस् अरे। अब आशा असबाट आएको यो भिएसटी प्लस आशा अस, थप्तालाई के त आशा अस लाउँदा थवस हुन्छ होइन। ब आएको इरेगुलर भब हो। इरेगुलर भबलाई चेन्ज गर्दा के हुन्छ त, आशा अस लाग्दा ब हट्छ अनि अस थप्दा वस चाहिँ भन्छ यो। अब यसले कारण जनाउने चाहिँ भब हो यो। भन्छ गर्मी सिजनमा मौसम चाहिँ के त गर्मी भएर पातलो र लामो बाउला भएको कपडा तयार गरिराख्नुहोस् भन्यो। कारण त जनायो सेन्टेन्सले, तर यहाँ हाम्रो कन्डिसन के हो त, यो आशा अस आइसकेपछि पछाडि हामीले यो से उस्यो भनेर यसरी तपाईँको सजेसनमा हामीले टुङ्ग्याउन पाउँदैन यो सेन्टेन्सलाई। से उस्यो, बसिता उप्सिदा भनेर हाम्रो प्रस्ताव गर्ने तपाईँको है सजेसन, इम्पेरेटिभ सेन्टेन्सहरू यस्तो कुराहरूमा लाग्दैन यो आशा अस है त। हो त्यही भएर यसमा के हुन्छ त, यो आशा अस मिलेन ल। अनि अर्को रहेछ गीते मुने, थप गीते मुने। यसले पनि कारणै जनाउने हो यी भनेको, यो पनि गर्मी हुने भएकोले। तर यसमा पनि सेम हो, यो आशा अस र सेम यो तपाईँको सजेसन र अनि तपाईँको यो आदेशात्मक वाक्यहरूमा तपाईँले यो आशा अस अथवा गीते मुने युज गर्नै पाउनुहुन्न पछाडि छ भने। भनेपछि यो पनि मिल्दैन। अर्को दुई यहाँ पनि 2 नै भएछ, सरी 3 हो। 3 मा के छ हेर्नु त, थौल थेनिका। अब यसमा ग्रामर आएको भनेको भिएसटीमा रिउल अथवा उल थेनिका भन्ने ग्रामर हो है, थेनिका। अब यसले जनाउने भनेको यो कस्तोमा युज गरिन्छ भन्दाखेरि तपाईँलाई के हुनसक्ने अनुमानित सिचुएसन, अनुमानित तपाईँको कारणहरू जनाउने हो क्या। हुनसक्ने भएकोले, हुनसक्छ
भनेर अनि तपाईँलाई पछाडि के दिन्छ त अनुमानित कारण अनि पछाडि तपाईँलाई सजेसन दिन्छ यसले बुझ्नुभयो त पछाडि सजेसन हो अब यो के हो नि भयो त हेर्नु त समर सिजनमा चाहिँ मौसम गर्मी हुन सक्ने भएकोले पछाडि के आयो त पातलो र लामो बाहुला भएको कपडा तयार गरिराख्नुहोस् पछाडि सजेसन दिन्थ्यो तपाईँलाई मौसम पनि गर्मी हुन सक्ने भएकोले भनेर यो चाहिँ मिल्ने भयो छङ्दावन सामान्यनिदा अर्को यहाँ उन थक्बुने भनेर आएको रहेछ यो पनि कारण जनाउने सब भब हो के अरे ग्रामर हो भिएसटीमा न्यून अथवा उन थक्बुने अब यो चाहिँ तपाईँको कस्तो हो त भन्दा यसले केही पोजिटिभ कारण जनाउने हो कि यो चाहिँ पोजिटिभमा मात्रै हुन्छ पोजिटिभ रिजनमा यसले जस्तो फलानुको कारणले गर्दा फलानुको कृपाले गर्दा भन्ने जस्तो हुन्छ जस्तो के त सन्सेङ निमी शिक्षकले चाहिँ छाल राम्रोसँग ल खारु छ जुसिन थक्बुने सिकाइदिनु भएकोले सिएमए हाप्के गेसयो परीक्षामा पास भए यसरी तपाईँको पोजिटिभ केही रिजल्ट आयो कोहीको कारणले पोजिटिभ रिजल्ट आउँदा उसलाई जस दिनु पऱ्यो यस्तो गरिदिएकोले गर्दा यस्तो भएकोले गर्दा भन्यो भने लाउने ग्रामर हो यो अब गर्मी भएकोले गर्दा भनेर अब तपाईँलाई जस दिने कुरा हो त यो मौसमलाई पनि जस दिने कुरो हुँदैन अब यो कोहीले केही गरिदिएकोले गर्दा भनेर एक्सन भममा लाग्ने कुरा हो यो एड्जेक्टिभ तपाईँको मौसम गर्मी हुनु त एड्जेक्टिभ हो यसमा यो कारण आउँदैन यो मिल्दैन है त अब यसकै नाउनमा पनि थक्बुने जोड्न सक्नुहुन्छ तपाईँले नाउनमा आयो भने सिधै थक्बुने भिएसटीमा रहेछ भने न्यून अथवा उन थक्बुने है त न्यून र उन भनेको तपाईँको थाहा छँदैछ यो अब भवेल इन्डिङ र तपाईँको लफाछिम छ भने न्यून आउँछ कन्सोनेन्ट इन्डिङ के त बाहेक एक्सेप्ट लफाछिम आयो भने हामीले उन लगाउँछौँ है त जस्तो नाउनसँग भनेको के त त्यही अघि सन्सेङ निमको ठाउँमा अथवा साजाङ निम ल साउजीको कारणले भन्नु पऱ्यो साउजीलाई धन्यवाद दिनु पऱ्यो केही होइन त ल साजाङ निम थक्बुने भनेर साउजीको कारणले चाहिँ थोनोल मानी फरस होइन त पैसा चाहिँ धेरै कमाए यस्तो कुराहरू कोहीलाई जस दिनु पऱ्यो यो लगाउने कुरा हो है त ल भनेपछि एन्सर अघि नै आइसक्यो अनुमानित सिचुएसनमा तपाईँको पछाडि सजेसन अर्को भनेको यसको अर्को काम भनेको रिउल उल्थेनिकाको काम भनेको यसमा के पनि काम गर्छ यसले भन्दा जस्तो कार्य विभाजन हुन्छ कार्य विभाजनको कुरामा जस्तो म यस्तो गर्छु तपाईँ यो गर्नुहोस् भन्ने जस्तो छनुन ख्योसुरो छङ्सो आल्थेनिका म चाहिँ कक्षा कोठा चाहिँ सफा गर्ने भएकोले रियान्सिनुन रियान्जी चाहिँ के गर्नुहोस् भन्दा अब अर्को काम दिने उसलाई रियान्सिनुन वाजाङ सिरुल छङ्सो हाँस्यो होइन त रियान्जी चाहिँ तपाईँ टोयलेट चाहिँ सफा गर्नुहोस् यसरी दुईजना बिचको तपाईँको कार्य विभाजन गर्दा पनि यो लगाउने ग्रामर हो है रियुल अथवा उल्थेनिका ल यो पनि बुझिराख्नु ल अब 6 मा जाउँ है त 6 मा के रहेछ त युगपनमा हेर्नु त जस्तो ओनुल छनेके आज साँझमा चाहिँ खोयाङ छिन्गुराङ गाउँको साथीसँग याक्सोगी बाचा चाहिँ अन्डरडट उरिनुन हामी चाहिँ नेल भोलि आछिमे बिहान कफी सोबेस मान्नल्कायो कफी सपमा भेट्ने कि भेटौँ कि भनेर रहेछ ल अब के भन्नु पऱ्यो यहाँ एकले भने इस्स भएर अब यसले कारणै जनाउने हो अघि नै आइसक्यो है यो आशा असको कारण जनाउने अब निकाउनिका नि कारण जनाउने भनिसकेँ अघि नै मैले भएकोले भन्ने हो यो अर्थ अब इकिते मुने नि कारण नै हो यो पनि भएकोले अनि इक्को भनेको नि भएर है अब यहाँ के हुन्छ त हेर्नु त यो सबै केसमा तपाईँले पछाडि हेर्नु पर्यो सबै कारण त जनै हो इससनी कारण हो इकिते मुनि नि कारण हो अब यो इक्को मात्रै चाहिँ तपाईँको कारण होइन यसले चाहिँ कारण जनाउँदैन यसले चाहिँ क्रमशःको काम गर्छ यो गरेर यो गर्छु भन्ने अर्थमा अर्को भनेको
र भन्ने पनि अर्थ हुन्छ हैन। यसको काम यो हो। अब यो सेन्टेन्समा त आज साँझमा चाहिँ गाउँको साथीसँग चाहिँ बाचा अपोइन्टमेन्ट भएकोले अब हामी चाहिँ भोलि बिहान चाहिँ कफी सपमा भेटौँ कि भेट्ने कि यो अर्थमा मिल्नु पऱ्यो, कारण दिनु पऱ्यो। अब यो तिनटैले कारण जनाउने भयो भनिसकेपछि अब तपाईँको यो आस अस र गीते मुनेले पछाडि यो तपाईँको यहाँ हेर्नु त यो कायो भनेर यो प्रस्तावसहितको तपाईँलाई आफ्नो राय बुझ्नलाई प्रयोग गर्ने ग्रामर हो यो औँकी नेकी भनेर। अब यो ग्रामर हामीले पछाडि यसमा टुङ्ग्याउन पाउँदैनौँ क्या। सजेसन र तपाईँको सामूहिक कुराहरूमा यो आशा अस र गीते मुने लाग्दैन। त्यो केसमा हामीले सिधै निका उनिका छान्नुपर्ने हुन्छ। त्यही भएर निका उनिका लाग्छ यसमा है त। ल अब 7 मा जाउँ। 7 नम्बरमा नामदेङ सेङी भाइ चाहिँ खस भनेको ठुलो भएर, खासुगा थोइगो खासु सिङ्गर थोइगो भनेको भएर, ठुलो भएर चाहिँ अनि के त गायक अन्डर भएर चाहिँ थोइदामा गो जोडेको छ। यहाँ भएर मात्रै हुँदैन, यहाँ पछाडि अरू ग्रामर आयो भने अरू अर्थ पनि लाग्ने हुन्छ। अनि के छ त छिकुम्बु त अहिलेदेखि नै यल्सिमी मेहनत साथ नोरेरुल फुर्नुन गसुल गीत चाहिँ गाउने कुरा फेउगो इस्यो सिकिरहेको छ अरे। भनेपछि उसको के मिल्न सक्छ त यहाँ भाइ चाहिँ ठुलो भएर गायक बन्न चाहेर भन्ने उसको तपाईँको उसको इच्छा चाहनालाई राख्न सक्यो नि त यहाँ हैन ग्रामरमा। अब त्यो जनाउने ग्रामर के हो त हेर्नु है त। अब 1 नम्बरमा के छ त सिफ छ। अब यहाँ पनि के हो त यी चाहेर भन्ने नै ग्रामर हो। यी आशा हस सिप्तामा आशा हस दिएको छ हैन। अनि अर्को छ यहाँ गो सिफा हादामा सिफ हेस, यो पनि चाहेर भयो। अनि सिफुनिका यो पनि चाहेर भयो। अर्को यहाँ सिपकिते मुने यो नि चाहेकोले नै भयो। ल सबैले यहाँ कारण जनायो। ल अब यहाँ बुझ्नुपर्ने काम के हो भन्दाखेरि यहाँ सब्जेक्ट के छ हेर्नु त। नामदोङसेङ यो भाइ हो तपाईँको 3rd पर्सन हो। तपाईँ हो त यहाँ आई सब्जेक्ट म होइन नि त 1st पर्सन होइन। अब 1st पर्सनमा लगाउने ग्रामर भनेको गो सिप्ता हो। भिएसटी प्लस गो सिप्तालाई गो सिफयो गो सिपस जे पनि बनाउन सक्यो भनेको गो सिप्ता भन्ने ग्रामर केमा लाग्छ त 1st पर्सन आफ्नो इच्छा चाहना प्रकट गर्नलाई यो गो सिफयो लाग्छ। जस्तो छनुन खस खासुका थोइको सिफयो भन्न पाइयो। म चाहिँ ठुलो भएर सिङ्गर बन्न चाहन्छु। छनुन थोनुल मानि फलको सिफयो म चाहिँ पैसा धेरै कमाउन चाहन्छु। यो कुरा भन्न पाइयो। तर 3rd पर्सन अरूको तपाईँको इच्छा चाहना तपाईँले भनिदिँदै हुनुहुन्छ भनेदेखि अब त्यहाँ अर्को ग्रामर के लाउनु पर्ने हुन्छ त भिएसटी प्लस गो। अब सिप्ताको ठाउँमा सिफ हादा भन्ने आउँछ कि हादालाई के गर्नु पर्यो त अब तपाईँले गो सिफ हेयो बनाए भयो अथवा गो सिफ हेस यहाँ आएको छ भनेपछि अब त ठ्याक्कै तपाईँहरूले चुज गर्न सकिहाल्नुहुन्छ। यो तिनटै यो यहाँ कारण जनाउने 1 3 4 मा सिप्तालाई मात्रै चेन्ज गरिदिएछ कारण जनाउरा आशा अस निका उनिका र गीते मुनेमा जोडेर। अब गो सिफा हादालाई बनाएको भनेको यहाँ 2nd मा छ। नामदोङसेङ 3rd पर्सन हो। तपाईँले सिधै यो सिफा हादालाई चुज गरेर सिफा हेसा बनाउनु पर्यो है त। ल के गर्ने हो त यो 3rd पर्सनको इच्छा चाहना है त। ल अब अर्कोमा जाउँ है। कता गयो ओइ। ल फाल्गुन आएछ 8 नम्बर है त। के छ हेर्नु त उरीगा हामी अनि डट रहेछ अनि मोदु सबै इरुल काम चाहिँ छाराल्सु सुन्निदा राम्रो गर्न सक्छौँ अरे। हामी चाहिँ डट सबै काम राम्रो गर्न सक्छौँ। के भन्नु पर्यो रे ल 1 मा हेर्नु त खनगाङ हाम्यन भन्यो स्वस्थ भयो भने भन्यो स्वस्थ भयो भने रे। अब यो म्यान उमेनले के जनाउँछ त तपाईँको कन्डिसन जनाउँछ है। यस्तो भयो भने शर्त। अनि यहाँ खनगाङ हेया यसले पनि यो भने यो पनि त्यहीमा आयो। अनि हारेमेन अघि नै आइसक्यो धेरैचोटि यो ने हो भनेर
अनि हेजिमेन अब यहाँ एउटा आएछ VST प्लस अ आ य अनि जिदा जोडेर जिदामा म्यान थप्दिया है यो। अब अ आ य जिदाले मात्रै के जनाउँछ त केही कुरा क्रमशः हुँदै जानु भन्ने हो। हुँदै जानु क्रमशः चेन्ज हुँदै जाने कुरा जुन फाइनलमा इन्डिङ भइसकेको छैन। जस्तो ठुलो हुँदै जानु, सानो हुँदै जानु, कम हुँदै जानु, बढी हुँदै जानु, यो सिधै तपाईँको एक्सन भर्बमा लाग्दैन। फेरि यो DVST मा लाग्ने हो, डिस्क्रिप्टिभ भर्ब स्ट्रिम भन्छौँ हामीले, एड्जेक्टिभको भर्ब स्ट्रिम, त्यसमा लाग्ने कुरा हो। अब यहाँ हुँदै जानु, अब हुँदै गयो भने भन्ने अर्थ भयो त्यसमै म्यान वुमेन जोड दिइसकेपछि हैन। ल अब यहाँ के हो नि भयो त हेर्नु त, स्वस्थ भयो भने रे 1 नम्बर। अब यहाँ पनि यो भने नै आइसक्यो है 1 र 2 मा। तर के हुन्छ त यो अ आयो यो VST प्लस यो मुनबब भनेको VST प्लस अ आ य भन्ने हो अनि या भनेर आउँछ पछाडि। यसले के जनाउँछ त भन्दा यो पछाडिको जुन भाग छ, यो पछाडिको पार्ट हो, यो रिजल्ट पाउनलाई तपाईँले अगाडिको काम चाहिँ हुनैपर्छ, अगाडिको कन्डिसन हुनैपर्छ, अगाडिको अनिवार्यता जनाउँछ यसले तपाईँको। हो यो अनिवार्य कुराहरू छ, अनिवार्यता छ भने हामीले यो या भन्ने ग्रामर लाउनुपर्छ, अ आ य या। जस्तो यहाँ के छ त, हामी स्वस्थ भयो भने सबै काम चाहिँ राम्रो गर्न सकिन्छ। पछाडिको नतिजा राम्रो सबै काम गर्नलाई त तपाईँ स्वस्थ हुनैपर्छ भन्ने कन्डिसन हो नि त, यो अनिवार्य छ नि त, तब मात्र त हामी राम्रो गर्न सक्छौँ। हो त्यो केसमा हामीले यो 2 नम्बर छान्नुपर्ने हुन्छ। यो म्यान वुमेनले पनि यो भन्ने अर्थ त दिन्छ, तर यसमा अनिवार्यता हुँदैन त्यो सेन्टेन्समा, जस्ट कन्डिसन मात्रै। जस्तो अघि पनि भनिसकेँ मैले 1-2वटा इक्जाम्पलहरू, जस्तो खिपुनी नापु म्यान के त थाम्बेरुल पियो, मुड चाहिँ खराब भयो भने चुरोट पिउँछु, यस्तो कुराहरू होइन। तपाईँले चुरोट पिउनलाई मुड खराबै हुनुपर्छ भन्ने कन्डिसन त लाग्दैन नि त त्यहाँ अनिवार्यता। तर यो केसमा के छ त, सबै काम राम्रो गर्नु त हामी अनिवार्य रूपमा स्वस्थ हुनै पऱ्यो नि त। हो यस्तो सेन्टेन्स आएछ भने हामीले म्यान वुमेन नछानेर यो अ आ य या भन्ने चाहिँ छान्नुपर्ने हुन्छ। त्यही भएर छङ्दा पनि इभन पनि त छ। अब खुबनमा जाउँ है त। यसमा के छ, अझै छनेके हिजो साँझमा यो रिरुल हार्योको कुकिङ गर्ने विचारले याङफारुल प्याज डट सिलसुरो भनेको मिस्टेकली गल्तीले चाहिँ सिल्सु मिस्टेक भयो, रो उरोले गल्तीले भन्न खोजे। अनि सोनकारागी औँला फेयसयो भनेको काटियो भन्यो, फेइदा काटिनु भयो, फेयसयो काटियो। के हुन्छ त हेर्नु त, सिसु म्यान छ अरे एउटाले भनेको यो सित्ता भनेको धुनु हो होइन त, धुँदै अथवा पखाल्दै। अब यो मेन छ वुमेन छ भन्ने ग्रामर भनेको यो कुन ग्रामर हो अरे त, VST प्लस मेन छ वुमेन छ। यसको काम भनेको, यसको अर्थ भनेको एउटा दही भन्ने हुन्छ, अर्को साथै भन्ने अर्थ हुन्छ। अब यसमा नि लगाउने तरिका सेम है, या VST मा मेन छ लगाउने भनेको VST भवेल इन्डिङ र लफाछिम रहेछ भने मेन छ भयो, VST कन्सोनेन्ट इन्डिङ बाहेक के त लफाछिम रहेछ भने त्यो लाउने भयो है त। अनि यसले अर्थ के अरे, एउटा दही अर्को साथै। दही भनेको कस्तो भने दुईटा काम तपाईँले एकैसाथ गर्दै हुनुहुन्छ कि, त्यस्तो केसमा जस्तो छनुन अझै छन्ने के, म चाहिँ हिजो साँझमा चाहिँ टेलिभिजनल फोमेन छ टिभी हेर्दै कफी रुल म्यासेज भयो, कफी पिएँ, यसरी दुईटा काम एकैचोटि भयो क्या। छनुन मेइ राछिमे, म चाहिँ प्रत्येक बिहान उमागुल थुरुम्यान्छ सङ्गीत सुन्दै उन्दोङ हेयो व्यायाम गर्छु, यसरी दुईटा काम एकैचोटि। त्यस्तो केसमा दही लाग्छ। अनि अर्को साथै भनेको चाहिँ यसको दुईवटा भूमिकाहरूलाई जोड्नु पऱ्यो क्या। जस्तो के त, ओरी नुना नुन हाम्रो दिदी चाहिँ नाल्सिन हाम्यान्छ खिगा खयो, के त स्लिम साथै अग्लो हुनुहुन्छ। अथवा छनुन हाक्स्यङ इमेन छ सनसेङ इयो, म चाहिँ विद्यार्थी साथै शिक्षक हुँ। यसरी भूमिकाहरू तपाईँको दुईवटा जोड्दा चाहिँ यसले साथै भन्ने जनाउँछ। अब यहाँ तपाईँले हिजो साँझमा कुकिङ गर्ने विचारले प्याज काट्दै अनि गल्तीले चाहिँ औँला काटियो, मिल्यो त? दुईवटा काम एकैचोटि गरेँ भन्ने सेन्समा यो लगाउन मिल्यो त?
यो मिल्दैन है त। अर्को यहाँ आएको छ सित्ताका, शिशु मेन्सा पो छ यहाँ त, त्यही माथि काट्ने होइन कि, सित्ता भनेको त धुनु, धुँदै भन्ने कुरा त हुने कुरै भएन है त, धुँदै पखाल्दै भन्ने कुरा भएन, धुने बेलामा काटेको त्यस्तो मिल्ने कुरै भन्ने भव नै मिल्दैन यसमा होइन। अनि यहाँ सित्ताका पनि यो नमिल्ने नै भइहाल्यो। अब यो दागा भन्नेले चाहिँ केही कुरा गर्दै गर्दा भन्ने हो क्या, दही गर्दा भनेको तपाईँले एउटा काम केही गर्दै गर्नुहुन्छ, त्यही बेलामा ठ्याक्कै तपाईँको बिचमै त्यही इन्टरप्ट भएर अर्को काम आइदिन्छ, जसमा त्यो अगाडिको काम तपाईँको फिनिस्ड भइसकेको हुँदैन, कम्प्लिट भइसकेको हुँदैन, बिचमै अर्को आइदिन्छ। त्यस्तो केसमा हामीले दागा युज गर्ने हो है, भनेको केही कुरा गर्दै गर्दा। जस्तो के भन्न सक्यो त, छेकुल इक्ताका, किताब पढ्दै गर्दा छोल्यस छास्यो, के त झुलेर निदाए रे हो, यस्तो कुराहरू। जस्तो छुकुरुल हादाका, फुटबल खेल्दै गर्दा नमजियस थास्यो, लडेर चाहिँ चोट लाग्यो, यसरी यस्तो केही कुरा गर्दै गर्दा। छिबे खादाका छिङ्गुरुल मान्न सयो, घर जाँदै गर्दा साथीलाई भेटेँ, यसरी एउटा काम भइसकेको हुँदैन तर बिचमा अर्को काम देखा पर्छ, अर्को केही कन्डिसन आउँछ भने हामीले दागा लाउने हो। अब यसमा पखाल्दै गर्दा काटियो भन्ने मिलेन, पखाल्दा काट्ने। अब 3 नम्बर सल्दागा आयो, सल्दा भनेको चपिङ गर्नु, काट्नु हो, चपिङ गर्दै गर्दा भन्ने भयो। अनि अर्को आएछ यहाँ 4 मा सल्म्यन्छ, चपिङ गर्दै, यो गर्दै, चपिङ गर्दै यो गर्दै। अब यसमा तपाईँको के आएको छ त हेर्नु त, प्याज काट्दै गर्दा चाहिँ मिस्टेकले हात काटियो भन्न चाहिँ मिल्यो नि त, औँला काटियो हो भनेर यो दागा लाउनु पऱ्यो कि, मिस्टेकले त बिचमै आएको हो नि त काम नसकिँदै गर्दा। अझ यो सल्मेन्सक बनाउन खोज्यो भने चाहिँ के भन्न सकिन्छ त, ल याङफारुल सल्मेन्सक, प्याज चाहिँ काट्दै अब अर्को काम नि गरेँ क्या, जस्तो टेलिभिजन फस्यो, टिभी हेरेँ हो, यसरी दुईवटा काम एकैसाथ गरेको छ भने चाहिँ मिल्छ भने चाहिँ मिल्ने के भयो त, छङ्दावन सामान्य मिल्दा। ल अब 10 मा जाउँ है त। 10 मा के रहेछ त, छनुन म चाहिँ नमु ज्यादै तुङतुङ हानिका, मोटो भएकोले डडडट सिप्सुम्निदा चाहन्छु अरे। अब मोटो भएकोले डडडट चाहन्छु, अब के चाहला त भन्दा स्लिम हुन चाहला होइन त, त्यही कुरा बनाउनु पऱ्यो। अब एकले भन्यो नाल्सी नागो, अब नाल्सी नागो सिप्सुम्निदा, अब भिएसटीमा प्लस गो सिप्ताले आफ्नो कारण जन्म के अरे चाहना, आफ्नो इच्छा चाहना, अघि भर्खर मैले कुरा गरेँ गो सिप्ता हो। अब यो तपाईँले याद गर्नुपर्ने के हुन्छ भने नाल्सी नागो सिप्सुम्निदा बनाउँदा यसले स्लिम हुन चाहन्छु भन्नलाई, अब यो के हो त भन्दा यो भिएसटी त तपाईँको एक्सन भबमा लाग्ने हो, गो सिप्ता यो। अब नाल्सी नादा भनेको एड्जेक्टिभ हो, एड्जेक्टिभको डिबिएसटीमा भनेको तपाईँले गो सिप्दा एकैचोटि जोड्न पाउनुहुन्न, गो सिफ जिदा चाहिँ बनाउनु पर्ने हुन्छ के, बुझ्नु त, अया जिदा थपेर अनि बल्ल गो के अरे भिएसटी प्लस यहाँ पछाडि पो भएछ, सरी के हुन्छ अरे भिएसटी प्लस आय जिदा जोडेर अनि बल्ल आय जिदा थपेर अनि जीमा गो सिफ हो, यसरी चाहिँ लगाउनु पर्ने हुन्छ। यो चाहिँ केमा अरे त, डिबिएसटीमा आयो भने, तपाईँको एड्जेक्टिभको भविष्ठीमा आयो भने है त। नाल्सी नादा त के हो त, एक्सन भब हो त, स्लिम हुनु होइन। एड्जेक्टिभमा हामीले के लाउनु पर्दो रहेछ त, अगाडि आया जिदा थपेर बल्ल गो सिफ जोड्नु पर्ने रहेछ, त्यही भएर 1 नम्बर मिलेन हो। यहाँ 2 नम्बरमा के छ त, नाल्सिन हादालाई नाल्सिन हेजिगो बनाएको छ, आया जिदा थपेर, त्यही भएर मिल्ने यो हुन्छ। म चाहिँ ज्यादै मोटो भएकोले स्लिम हुन चाहन्छु, यो मिल्ने भयो। अनि तपाईँको यो यहाँ पनि 2 नै भएछ। 3 मा भनेको खिगा खुगो अरे, खिगा खुदा पनि एड्जेक्टिभ हो, सिधै यसमा तपाईँले गो सिप्ता जोड्न नि पाउनुहुन्न। अब मोटो भएकोले अग्लो हुन चाहन्छु भन्ने त मिल्ने कुरै हुँदैन, खिगा खुदा भनेको अग्लो हुनु हो। अनि यसमा अग्लो हुन चाहन्छु यो पनि ग्रामेटिकल्ली यो मिल्छ है, खुदामा खजिगो बनायो भने, तर यहाँ तुङतुङ हानिका मोटो भएकोले अग्लो हुन चाहन्छु भन्ने अर्थ लाग्दैन। अब होचो भएकोले भन्न चाहिँ मिल्न सक्छ होइन त, त्यसरी गर्न सकिन्छ भनेपछि यो
छङदाबुन यी भन्ने है त ल अब आजको क्लास यति नै थियो। हामीले जम्मा 10 वटा सेन्टेन्स हेरेका थियौँ। त्यसमै अब ग्रामर अलिअलि युज भएको छ। कति कुन ग्रामर आयो हेर्नुभयो होला, तपाईँहरूले नोटिस गर्नुभयो होला, नोट गर्नुहोस्। अनि कस्तो कस्तो कन्डिसनमा के लाग्ने रहेछ याद गर्ने, बुझ्ने ट्राई गर्नुहोस्। आशा छ तपाईँहरूले केही न केही यो क्लासबाट केही सिक्नुभयो होला, केही न केही यो क्लास तपाईँहरूको लागि फ्रुटफुल भयो होला। यति भन्दै आजको क्लास यहीँ टुङ्ग्यौँ। फेरि अरू क्लासहरू लिएर आउने नै छौँ। यतिन्जेलसम्म हेरिदिनु भएकोमा धन्यवाद, खामसाम्निदा। अनि यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला र छेउमा रहेको बेल आइकन पनि थिच्नुहोस् ताकि हामीले अपलोड गर्ने भिडियो सबैभन्दा पहिला यहाँहरूसम्म चाहिँ पुगोस्। धन्यवाद।